हेलो गाइज वेलकम टु माई न्यू भिडियो। फेरि आज म हजुरहरूलाई अकाउन्टको फाइनल अकाउन्ट सिकाउनेवाला छु र यो 6 नम्बरको क्वेसन पनि गर्नेछु। विथआउट एडजस्टमेन्टवाला फाइनल अकाउन्ट विथआउट एडजस्टमेन्टवाला यो 6 नम्बरको म गर्नेछु अनि हजुरहरूलाई पनि सिकाउनेछु। फाइनल अकाउन्ट त्यति गाह्रो पनि हुँदैन, त्यति सजिलो पनि हुन्न, बुझेपछि सजिलो हुन्छ फाइनल अकाउन्ट। अब सुरु गरौँ है भिडियो। मैले अब हेर्नुस् गाइज, मैले फर्मेट पनि बनाइसकेको छु। फर्मेट पनि धेरै अप्ठ्यारो पनि छैन फर्मेट। अब यता पनि बनाइसकेको छु। हेर्नुस् गाइज, मैले यता फर्मेट सब बनाइसकेँ। अब गरौँ है त क्वेसन हजुरहरूले अघि हेर्नुभयो होला, नत्र फेरि एकछिन हेरिहाल्नु क्वेसन हजुरहरू। यो 6 नम्बरवाला यो क्वेसन। अब यो ट्रेडिङ अकाउन्ट गरौँ। ट्रेडिङ अकाउन्टमा डेबिट साइडमा चाहिँ हामीहरूले खर्च भएको राख्ने, जस्तो कि अब यो फ्याक्ट्रीहरूमा जस्तो फर्स्ट सामान बनाउँदाखेरि कुनै केही सामान बनाउँदाखेरि जो हामी फर्स्ट सामान राख्छौँ त्यसको खर्च चाहिँ डेबिटमा राख्ने, त्यहाँबाट जो इन्कम आउँछ त्यो चाहिँ क्रेडिटमा राख्ने हो हामीहरूले। अब के छन् हेरौँ है त। ट्रेडिङ अकाउन्टको पर्चेज एन्ड सेल्स दिएको छ। पर्चेज ओपनिङ स्टक भयो, पहिला ओपनिङ स्टक हेरौँ। ओपनिङ स्टक फर्स्टमै आउँछ। ओपनिङ स्टक छैन गाइज, ओपनिङ स्टक अहिले। पर्चेज छ, पर्चेज राखौँ। पर्चेज एकछिन हेरिहालौँ, पैसा नराखौँ अहिले। पर्चेज रिटर्न छ कि हेरौँ होइन गाइज। पर्चेज रिटर्न पनि रिटर्न छ गाइज यता। पर्चेज रिटर्न जहिले पनि डेबिट क्रेडिट साइड दिएको हुन्छ अनि यो चाहिँ सेल्स रिटर्न हो। 2000 दिएको छ होइन, 2,50,000 भयो यो, 2,50,000। अनि लेस चाहिँ रिटर्न गर्ने, लेस रिटर्न गरेपछि कति छ लेस रिटर्न 2000। अब यो घटाउनेवाला ब्र्याकेटमा हाल्ने अनि यस्तो गरिदिने, अझ छ भने लेख्ने, नत्र यति हो भनेर लेख्ने, 2,48,000। अब के छ अरू? सेयर क्यापिटल होइन, रेन्ट पनि होइन, इन्भेस्टमेन्ट होइन, यो होइन। एडमिनिस्ट्रेटिभ एक्सपेन्सिभ वेजेज हो एउटा, वेजेज 10,000। फ्राइट भनेको जस्तो चोरी हुनु त्यस्तै हो फ्राइट भनेको। फ्रेट 7,000। अरू छैन यसमा, छ न अरू। अब क्रेडिटतिर हेरौँ। क्रेडिटतिर सेल्स आउँछ एउटा 5 लाख। लेस रिटर्न 3,000। अनि यस्तै गर्ने कति हुन्छ 4,97,000। यसमा अब अरू केही छ नि? अरू के आउन्न यसमा। क्लोजिङ स्टक आउँछ यता भनेपछि क्लोजिङ स्टक ब्यालेन्स सिटको एसेट्समा जान्छ, त्यसैले यता लेख्नु परेन यसलाई। अब कतातिर बढी होला, यता क्रेडिट साइड बढी होला। अब यता टोटल लेखिदिउँ। 4,97,000। 4,97,000। अब यता ग्रोस प्रफिट कति थप्नु पर्छ होला यता। ग्रोस प्रफिट हजुरहरू क्यालकुलेटरमा हिसाब गरिहाल्नु। त्यतिबाट घटाएपछि 4,97,000 माइनस 2,48,000 माइनस 10,000 माइनस 7,000, 2,32,000 आउँछ। यो ग्रोस प्रफिट आएको छ नि, यो जहिले पनि यता राख्ने। ग्रोस प्रफिटलाई यता राख्ने। ग्रोस प्रफिटलाई बुझ्नुभयो हजुरले? ग्रोस प्रफिटलाई यता राख्ने। अब हामीहरूले डेबिटमा लेख्दाखेरि
टू भनेर लेख्नुपर्छ। क्रेडिटमा लेख्दाखेरि बाई भनेर लेख्नुपर्छ। प्रॉफिट एन्ड लस अकाउन्टमा कस्तो डेबिटमा लेख्नुपर्छ भने जस्तो हाम्रो सामान बेच्दाखेरि लागेको खर्चहरू वामा डेबिटमा लेख्ने यतातिर, अनि यतातिर हाम्रो इन्कम भएको बेच्दाखेरि इन्कम भएको त्यही लेख्ने हो। केही फरक छैन, सजिलो छ प्रॉफिट एन्ड लस अकाउन्ट पनि। पहिला यता लेखौँ ग्रोस प्रॉफिट कति छ ग्रोस प्रॉफिट अहिले उता कति छ 2,32,000 अनि अब यता डेबिटमा लेखौँ पहिले यता रेन्ट छ, यता लेखौँ रेन्ट 1,000, एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस छ, एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस 15,000, स्यालेरिज 20,000, ब्याड डेट पनि जस्तो हाम्रो डुबेको पैसा त्यो पनि हाम्रो खर्च हो 5,000। यसमा अहिले यति छ भयो। अब रेन्ट यता क्रेडिट साइडतिर हाम्रो इन्कम रेन्ट 12,000, सरी गाइज यहाँनिर 10,000 हो, मिस्टेक भएर छ मेरो 12,000। अब यतातिर बढी होला त्यसैले टोटल लेखिदिउँ। टोटल अब यता कति भयो 2,34,000 थियो, 2,44,000 यता कति आउँछ हेरौँ। 2,44 माइनस 10, 15, 20, 25, 20, 40, 50 माइनस 50 1,94,000। नेट प्रॉफिट 1,94,000 आयो। अब अहिलेलाई भयो प्रॉफिट एन्ड लस र हाम्रो ट्रेडिङ अकाउन्ट र भयो। अब हामीले फाइनल ब्यालेन्स सिट गर्नुपर्छ। ब्यालेन्स सिट पनि अप्ठ्यारो हुन्न होइन गाइज, अब गरौँ होइन। ब्यालेन्स सिट पनि धेरै अप्ठ्यारो त छैन। ब्यालेन्स सिट को के जान्छ म हजुरहरूलाई भनिहाल्छु। ब्यालेन्स सिटमा एउटा सेयर क्यापिटल जान्छ, इन्भेस्टमेन्ट जान्छ, प्लान्ट एन्ड मेसिनरी जान्छ, अरू डेब्टर्स क्रेडिट्स जान्छ, अकाउन्ट रिसिभेबल पेएबल जान्छ, क्लोजिङ स्टक जान्छ, अरू के जान्न गाइज यति जान्छ। बचेको पोइन्टहरू अब ब्यालेन्स सिट्समा जान्छ। फर्स्टमै हामीले क्यापिटल लेख्नुपर्छ। यदि हाम्रो नेट लस आएको छ भने पछि प्रॉफिट एन्ड लस अकाउन्टमा यता हामीले लेस गर्नु पर्थ्यो, अहिले हामीले एड गर्नुपर्छ किनभने हाम्रो नेट प्रॉफिट आएको छ। यता नेट प्रॉफिट कति हो 1,94,000। यति हो। यता अहिले हामीले 3,94,000 गर्नुपर्छ। अनि त्यो पछि क्रेडिटर्स भयो 40,000, अकाउन्ट पेएबल 20,000। अब यता के आउँछ गाइज धेरै अप्ठ्यारो छैन होइन। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। इन्भेस्टमेन्ट 70,000, प्लान्ट एन्ड मेसिनरी 1,50,000, डेब्टर्स 54,000,
अकाउंट रिसीवेबल 30,000, क्लोजिंग स्टॉक 1,50,000। अब टोटल गरौँ। ब्यालेन्स सिटको चाहिँ एउटा ठाउँ कम एउटा ठाउँ बढी आउँदैन हैन। अब यो सबै जोडेर बराबर आउनुपर्छ। क्यापिटल र एसेट साइड दुईटै जोडेर 4,54,000 आयो। 4,54,000 4,54,000 आयो। सब सही भइसक्यो। अब हजुरहरूलाई आन्सर पनि देखाउँछु म। आन्सर पनि मिलेको छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइज।